नमस्कार साथीहरू। आज 2082 पुस 18 गते नेपाल विद्युत प्राधिकरणले विज्ञापन खुलाइसकेको छ। नेपालकै सबैभन्दा उत्कृष्ट सङ्गठित संस्थाले ठुलो सङ्ख्यामा विज्ञापन खुलाइसकेका छन्, जसमा यदि तपाईहरूले अस्ति भर्खर भएको कार्तिक 15 गतेको लोकसेवा आयोगले लिएको पूर्व योग्यता परीक्षामा सामेल हुन सक्नु भएन वा पास हुन सक्नु भएन भने पनि आवेदन दिन सकिन्छ र यसमा कक्षा 12 पास गरेका विद्यार्थीहरूको लागि विभिन्न सङ्ख्यामा भेकेन्सीहरू खुलाइसकेका छन्, जसमा तह 5 मा नेपाल पदतर्फ 51 जना र मिटर रिडिङ सुपरभाइजरका लागि 41 जना र अन्य विभिन्न पदहरूका लागि गरेर जम्मा 92 जनाको लागि भेकेन्सी खुलिसकेका छन्। र अब हेरौँ, सुरुमा यहाँ मिटर रिडिङ सुपरभाइजर पद 5 को लागि दिएको छ, मिटिङ रिडर सुपरभाइजरतर्फ, जसको लागि न्यूनतम +2 पास कुनै पनि फ्याकल्टी वा कुनै पनि विषय लिएर +2 पढेका विद्यार्थीहरूले मिटर रिडिङ सुपरभाइजरको लागि एप्लाई गर्न सकिन्छ। जसमा सबै प्रदेशका लागि भेकेन्सीहरू खुलेका छन्, जसमा कोशी प्रदेशका लागि 12 वटा, जसमा खुल्लामा 6, महिलामा 2, आदिवासी जनजातिमा 2 र मधेसीमा 2 वटा कोटा रहेका छन् भने मधेसमा जम्मा पद सङ्ख्या 8 वटा छ र खुल्लामा 4 वटा, महिलामा 1 वटा, आदिवासी जनजातिमा 1 वटा र मधेसीमा 1 वटा, अपाङ्गमा 1 वटा गरेर जम्मा 8 वटा पद सङ्ख्या रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम 3 वटा मात्र खुलेका छन्, जसमा खुल्लातर्फ 2 वटा र आदिवासी जनजातितर्फ 1 वटा रहेका छन् भने लुम्बिनी प्रदेशमा सबैभन्दा बढी 15 वटाको लागि खुलेका छन्, जसमा खुल्लातर्फ 9 वटा, महिलातर्फ 2 वटा, आदिवासी जनजातितर्फ 2 वटा र मधेसीतर्फ 1 वटा र दलिततर्फ 1 वटा गरेर जम्मा 15 वटा भेकेन्सीहरू 15 वटा सिटका लागि भेकेन्सी खुलेका छन् भने सुदूरपश्चिमतर्फ जम्मा 3 वटा मात्र रहेका छन्, जसमा खुल्लामा 2 वटा र आदिवासी जनजातिमा 1 वटा रहेका छन्। र मिटर रिडिङ सुपरभाइजरको लागि हजुरहरूले जुनसुकै फ्याकल्टीबाट जुनसुकै विषय लिएर जुनसुकै विषय लिएर +2 पढे पनि फर्म भर्न पाउन सक्नुहुनेछ। र अब यो लेखापाल पद, र यसको लागि +2 म्यानेजमेन्ट र कमर्स लिएर पढेको हुनुपर्दछ। यहाँ पनि के लेखेको छ भने वाणिज्य शास्त्र वा व्यापार प्रशासन लिई प्रवीणता प्रमाण पत्र वा +2 पास गरेको हुनुपर्दछ। यसको मतलब +2 मा कमर्स र बिजनेस स्टडी लिएर पढेको विद्यार्थीहरूले मात्र यो लेखापाल पदको लागि एप्लाई गर्न सकिन्छ। र अब हेरौँ कुन कुन प्रदेशले कति सङ्ख्यामा विज्ञापन खुलाएका छन् भने कोशी प्रदेशले जम्मा 8 वटा खुलाएका छन्, जसमा खुल्लातर्फ 5 वटा, महिलातर्फ 1 वटा र मधेसीतर्फ 1 वटा र पिछडिएको क्षेत्रतर्फ 1 वटा गरी जम्मा 8 वटा र मधेसमा सबैभन्दा बढी 15 वटा रहेका छन्, जसमा खुल्लातर्फ 8 वटा, महिलातर्फ 3 वटा र 1 वटा पुनः प्रकाशन भएका छन् र आदिवासी जनजातितर्फ 2 वटा, मधेसीतर्फ 1 वटा र दलिततर्फ 1 वटा गरेर जम्मा 15 वटा सिट मध्य प्रदेशले खुलाएका छन् भने गण्डकी प्रदेशले 8 वटा खुलाएका छन्, जसमा खुल्लामा 5 वटा, महिलामा 1 वटा, आदिवासी जनजातिमा 1 वटा र मधेसीमा 1 वटा रहेका छन् भने लुम्बिनीले जम्मा पद सङ्ख्या 9 वटाको लागि भेकेन्सी खुलाएका छन्, जसमा खुल्लातर्फ 5 वटा, महिलातर्फ 2 वटा, आदिवासी जनजातितर्फ 1 वटा र मधेसीतर्फ 1 वटा रहेका छन् र दलिततर्फ पनि 1 वटा रहेका छन्। र अर्को छ भनेको अब कर्णालीको जम्मा 3 वटा मात्र रहेका छन्, जसमा खुल्लामा 1 वटा, मधेसीमा 1 वटा र दलितमा 1 वटा रहेका छन् भने सुदूरपश्चिममा जम्मा 8 वटाको लागि भेकेन्सी खुलाएका छन्, जसमा खुल्लामा 5 वटा, मधेसीमा 1 वटा, दलितमा 1 वटा र आदिवासी जनजातिमा 1 वटा रहेका छन् भने अब यहाँ सुपरभाइजरको लागि दिएको छ, जसमा लुम्बिनीमा 9 वटा, कर्णालीमा 10 वटा र सुदूरपश्चिममा 13 वटा सिटहरू रहेका छन्। र यसको लागि न्यूनतम योग्यता डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ पढेको हुनुपर्दछ, यानि 3 वर्ष डिप्लोमा गरेको हुनुपर्दछ भने अर्को छ पद सुपरभाइजर प्राविधिकतर्फ, जसमा मेकेनिकल समूहको यानि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ यानि 3 वर्ष डिप्लोमा गरेको हुनुपर्दछ। र यसको लागि कर्णालीले 3 वटाको भेकेन्सी खुलाएका छन्, जसमा महिलामा 1 वटा, आदिवासी जनजातिमा 1 वटा, मधेसीमा 1 वटा रहेका छन् भने सुदूरपश्चिममा 4 वटा रहेका छन्, जसमा खुल्लातर्फ 3 वटा, खुल्लामा 3 वटा र 1 वटा दलितमा मात्र रहेका छन् र यसको लागि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ पढेको हुनुपर्दछ। अर्को छ पद सुपरभाइजर सिभिल समूहको लागि, र यसको लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेको हुनुपर्दछ र यसमा कोशीमा 2 वटा खुलेका छन् र जसमा महिलामा 1 वटा र खुल्लामा 1 वटा र अर्को रहेका छन्
गण्डकी प्रदेशमा पनि 2वटा खुलेका छन्, खुल्लामा एउटा, मधेसीमा एउटा भने लुम्बिनीमा पनि 2वटा खुलेका छन्, एउटा दलित एउटा खुल्लामा र एउटा महिलामा। यसको लागि सिभिल इन्जिनियरिङ पढेको हुनुपर्दछ। र यहाँ टन्न सङ्ख्यामा तह 8, तह 7 र तह 10 को लागि विज्ञापनहरू खुलाइसकेका छन्। र यहाँ तह 10 मा सहनिर्देशक यानि प्रशासन समूह लेखातर्फ, जसको लागि सीए र मास्टर्स पास हुनुपर्दछ र 5 वर्षको कार्ययोग्यता चाहिन्छ भने। अर्को रहेको छ तह 8 को लागि। तह 8 को लागि पनि विभिन्न पदहरूमा भेकेन्सी खुलेका छन्, जस्तै सहायक तह, सहायकमा पनि प्रशासन र लेखापाल समूहमा। अर्को रहेका छन् सहायक प्रबन्धक, यो प्राविधिकतर्फ, जसमा मास्टर डिग्री इन इलेक्ट्रिकल इन्जिनियरिङ गरेको हुनुपर्दछ र 5 वर्षको अधिकृत स्तरमा कार्य अनुभव हुनुपर्दछ। र अर्को रहेको छ सहायक प्रबन्धक प्राविधिकतर्फ, मेकानिकलको लागि। यसको लागि पनि मास्टर्स इन मेकानिकल इन्जिनियरिङ गरेको हुनुपर्दछ र 5 वर्षको कार्ययोग्यता चाहिन्छ। अर्को छ प्राविधिकतर्फ सिभिलतर्फ, यसको लागि मास्टर्स इन सिभिल गरेको हुनुपर्दछ र 5 वर्ष नेपाल सरकारको अधिकृत स्तरको कार्य अनुभव हुनुपर्दछ। र अर्को रहेको छ सहायक प्रबन्धक कम्प्युटर इन्जिनियरिङको लागि। यसमा मास्टर्स इन कम्प्युटर इन्जिनियरिङ गरेको हुनुपर्दछ र नेपाल सरकारको अधिकृत स्तरमा 5 वर्षको कार्य अनुभव चाहिन्छ। र यसमा पनि एउटा पदको लागि भेकेन्सी मात्र छ भनेको। अर्को छ तह 7 को लागि प्रशासनिक अधिकृतको लागि। यसको लागि पद 7, यसको लागि नेपाल सरकारमा मास्टर्स पास गरेको हुनुपर्दछ। अर्को कानुन, यसमा लमा मास्टर्स इन ल गरेको हुनुपर्दछ। चार्टेड अकाउन्टेन्टको लागि सीए पढेको हुनुपर्दछ। अर्को समाजशास्त्री, जसको लागि मास्टर्स इन सोसल साइन्स पढेको हुनुपर्दछ। अर्को इन्जिनियरिङ तर्फ माथि डिप्लोमा ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ गरेको हुनुपर्दछ। अर्को इलेक्ट्रोनिकल इन्जिनियरको लागि ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ पढेको हुनुपर्दछ। यहाँ अर्को सर्भे, जसको लागि सर्भे वा जियोमेट्रिक इन्जिनियरिङमा ब्याचलर पास हुनुपर्दछ। अर्को चाहिँ यहाँको प्राविधिक तर्फ फेरि रहेका छ इन्जिनियर, जसमा कम्प्युटर इन्जिनियरिङको लागि कम्प्युटर इन्जिनियरिङ इन ब्याचलर पढेको हुनुपर्दछ र यिनीहरूको लागि तह 7 को लागि कुनै पनि कार्य अनुभव चाहिँदैन। अर्को छ वातावरणविद, जसको लागि ब्याचलर इन इन्भाइरोमेन्टल साइन्स गरेको हुनुपर्दछ। यस्तै विभिन्न सङ्ख्यामा धेरै भेकेन्सीहरू खुलाइसकेका छन्। र यहाँको पाठ्यक्रम भनेको www.neaorg.com.org.np मा गएर डाउनलोड गर्न सक्नुहुनेछ। र अर्को रहेको चाहिँ यहाँ परीक्षाको दस्तुर भनेको तह 10 को लागि 2000, तह 8 को लागि 1400, 7 को लागि 1200 र तह 5 को लागि 800। साथै प्रत्येक समावेशीकरण समूहमा फर्म भर्दा तह 5 को लागि 300 हुनेछ भनेको 300 हुनेछ र तह 7 को लागि 400 र तह 8 देखि 10 को लागि 8 र 10 को लागि 500, तह 7 को लागि 400 र प्रत्येक थप समूहमा भर्दा तह 5 को लागि 300 मात्र रहेका छन्। र उमेर हदको कुरा गर्दा फर्म भर्ने अन्तिम मिति माघ 8 गतेसम्म, अधिकृत स्तर तह 8 को लागि 21 वर्ष पुरा भई 40 वर्ष ननाघेको र तह 7 को लागि 21 वर्ष पुरा भई 35 वर्ष ननाघेको हुनुपर्दछ र भने तह 5 को लागि 18 वर्ष पुरा भई 35 वर्ष ननाघेको र महिला र अपाङ्गको हकमा 40 वर्ष ननाघेको हुनुपर्दछ। र साथै कार्यरत कर्मचारीको लागि उमेर हद लागू हुने छैनन्। र अब हेरौँ दरखास्त दिने अन्तिम मिति यानि आवेदन दिने अन्तिम मिति। र आवेदन दिने अन्तिम मिति सिङ्गल दस्तुरमा माघको 8 गतेसम्म रहेका छन् भने डबल दस्तुरमा माघको 15 गते रहेका छन्। र तह 5 को लागि 800 दस्तुर रहेको छ भने प्रत्येक समावेशी समूहको लागि 300 बढी लाग्नेछ। हो त कस्तो लाग्यो हाम्रो भिडियो, लाइक र कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।